व्हाट्सअप गाइज, अहिले चाहिँ हामी नाम्सालिङ र सोयामको सङ्गम स्थल साततले छाँगामा आइपुगेका छौँ। हिँड्दै फिर्दै ब्लग बनाउने क्रममा र यहाँ पर्यटकीय क्षेत्रमा एकदम गनिएता पनि यहाँको यो अलिकति भौगोलिक अवस्थाको कारणले यो ठाउँ अलिकति पछाडिएको र पर्यटकहरूको नजरमा अलप भएको जस्तो देखिन्छ, ओझेल छ। तर यसलाई विभिन्न बाटोघाटो र यसका आसपासमा होटल लज जस्ता सुविधाहरू प्रदान गर्ने हो भने, दिने हो भने यो ठाउँ पनि निकै चर्चित र फेमस हुन्छ। यो छाँगा साततले छाँगा नामले परिचित छ। हेर्न सक्नुहुन्छ, एकदम आकर्षक छ, धेरै अग्लो छ, लामो दूरीबाट खसेको यो साततले छाँगा परापूर्वक कालदेखि नै नाम चलेको स्थानीयहरूको माझमा थाहा भएको, तर यो क्षेत्रगत हिसाबमा बाहिरको मानिसहरूले चिनेको अवस्था भने छैन। यसलाई विभिन्न भौतिक पूर्वाधारहरूको सुविधा दिँदै सरकारको पनि यसमा ध्यान गएदेखि निकै यो एउटा पर्यटकीय र रोमाञ्चक स्थल बन्ने थियो। तर यसमा खासै सरकारको ध्यान गएको छैन। स्थानीय प्रतिनिधिहरू पनि यसमा गुमचुप बसेकाले यो यत्तिकै छ, लथालिङ्गै छ भनौँ। यो व्यवस्था पनि छैन त्यति राम्रो। पहिला हेरेर अहिले यो केही व्यवस्थित भए तापनि पुरा यसमा हुने जतिको व्यवस्थित देखिँदैन। यो विडम्बनाको कुरा पनि हो। हामी विदेशतिर कता कता पर्यटकीय अवलोकन गर्न जान्छौँ, पर्यटक जसरी भ्रमण गर्न जान्छौँ, तर यो अलिकति आफ्नै क्षेत्रको यो पर्यटकीय स्थल, रोमाञ्चक स्थल, घुम्न लायक स्थललाई व्यवस्था गर्छौँ, त्यसैले पनि पछाडिएको हो।